हेलो साथीहरु, आज हामी जुम्लाको आयत पाटन र गुप्त पोखरी देखाउँदै छौं। हेर्नु होला। हामी चाहिँ अब पानीको धारामा पुगिसकेका छौं। यहाँ टपमा जाने क्रममा रोटी खाँदै अर्गानिक एकदम ठाडो बाटो थाक्यो हैन। यो चाहिँ पातरासी कान्जिरुवाको रेन्ज। हामी चाहिँ अहिले 3600 मिटरबाट रेकर्ड गरिरहेका छौँ भिडियो। ठ्याक्कै यो हामी जाने चाहिँ यो डाँडामा जाने भन्ने कुरा छ। 6-7 घण्टा हिँडिसक्यो। अब चाहिँ भोलि पुगिन्छ होला। करिब 5-6 घण्टाको पछि हामी जल्दला पुग्यौँ। बेलुका चाहिँ आजको दिन चाहिँ यतै बसियो। भोलि बिहान चाहिँ डाँडातिर लागिन्छ। जुम्लाको एकदम ऐतिहासिक ठाउँ भनौँ जल्दला, जुन चाहिँ सर्पलाई काटेर चाहिँ हैन यस्तो खोला आयो भन्ने कुरा छ हैन। जुन चाहिँ सर्पकै सेपमा छ हैन, सर्पकै आकारमा सर्प जस्तै घुमेर आएको छ। यो चाहिँ जल्दला हैन, जुम्लाको जल्दला। यहाँ भन्दा माथि चाहिँ एउटा पाटन छ, डोर पाटन भन्ने। त्यो पाटनमा चाहिँ अब हामी जान्छौँ। पछि आधी घण्टा पछि 1-1.5 घण्टा पछि लाग्छ हामी माथि जान्छौँ। अनि यहाँ चाहिँ अब घोडाघोडीदेखि लिएर बाख्राहरू हैन सबै चराउने गर्छन् यहाँ चाहिँ। अनि पुरानो कुराहरू लुकेको जल्दला चाहिँ एकदम रमणीय छ, एकदम ठाउँबाट। अनि फेरि बनायो भने चाहिँ बाटो पनि आउँछ अनि सबैजना आउन मिल्छ, ट्रान्सपोर्टेसनको लागि राम्रो हुन्छ हैन। अहिले चाहिँ यहाँ सामान्य छ लाइफ चाहिँ, एउटा लाइफस्टाइल यहाँको मान्छेहरूको चाहिँ। अब जस्तै खाने बस्ने अब सबैको सामानहरू बोकेरै ल्याउनु पर्छ। अनि ट्रान्सपोर्टेसन कमीले गर्दा चाहिँ यो ठाउँ चाहिँ अलि खुल्न पाएको छैन। यो ठाउँ चाहिँ भनौँ राम्रोसँग प्रचार पनि भएको छैन। हामीले त्यही प्रचार होस् अथवा अनि ठाउँ यस्तो छ भनेर चाहिँ देखाउन खोजेको। जुम्लाको सिन्जामा चाहिँ हाम्रो यो जल्दला बिहानको समयमा एकदम जाडो छ। जस यहाँ हाम्रो माइनसमै होला टेम्परेचर त हैन। माइनस करिब हामी आधी घण्टा हिँडेपछि जल्दला चौरबाट तल माथि डोर पाटन भन्ने ठाउँमा जानलाई चाहिँ हामी आधी घण्टामा चाहिँ यहाँ पुग्यौँ। यो ठाउँको नाम चाहिँ अब ठ्याक्कै थाहा भएन, मान्छे पनि छैन यहाँ हैन। अहिले भेडा बाख्रा चलाउने मान्छेहरूको चाहिँ आटी होला यो। अनि यहाँबाट चाहिँ अब हामीलाई कति लाग्छ यो डोर पाटनमा जान। त्यो माथिदेखि पाटन चाहिँ डोर पाटन हो। हामी चाहिँ अहिले 3600 समथिङ हाइटमा छौँ। यहाँ चाहिँ 3600 को हाइटमा होला चाहिँ। माथि कति छ अब त्यसपछि देखाउँछौँ पछि। यतिखेर हामी यो डोर पाटनको बेसमा पुगिसकेका छौँ। जुन चाहिँ त्यहाँ जल्दलाबाट हामी 1 घण्टाको बाटो पछि 1 घण्टाको हिँडाइपछि लगभग ठाडो उकालो चढेर चाहिँ हामी यहाँ पुगेका छौँ बेसमा। 40 मिनटमा चाहिँ हामी त्यहाँ तल भोटे कुकुरहरू भएको आटीहरू त्यो भेडाहरू चढ्ने ठाउँमा चाहिँ 40 मिनटमा पुग्यौँ। त्यहाँबाट चाहिँ आधी घण्टा जति फेरि हिँडेर चाहिँ लगभग हामी 1 घण्टा 10 मिनट समथिङ 1 घण्टा लागेर यसको बेसमा पुगेका छौँ। पछाडिदेखि नि हिमाल चाहिँ सैपाल हो, देख्न सक्नुहुन्छ। मजाले सर्पस देखिरहेको छ। सैपाल चाहिँ एकदम ठुलो छ सैपाल। अब क्यामेरामा चाहिँ खासै ठुलो नहोला। अनि हिउँ अहिले कम रहेछ सैपालमा। बर्खा बेला चाहिँ अलिक पानी पर्ने भएर के भएर अलिक सेतै हुन्थ्यो। अनि पुग्नु पर्ने चाहिँ हामी यो डोर पाटन भन्ने माथि छ। अब यहाँबाट कति लाग्छ 1-1.5 घण्टा भन्दा नि अब हामीलाई बढी लाग्न सक्छ। अब हेर्दाखेरि नजिक देखिन्छ। अनि यो चाहिँ यो डोर पाटन चाहिँ हामी 3700 मिटरको हाइटमा छौँ अहिले। अनि यहाँभन्दा माथि कति छ 400देखि त अफकोर्स माथि होला। जो माथि गएर चाहिँ हामी तपाईँले फेरि भिडियो गरेर देखाउँछौँ, त्यहाँको भ्यूहरू देखाउँछौँ हैन। यतातिर डोल्पाको देखिरहेको छ भ्यूहरू। यहाँ कान्जिराको रेन्ज छ, त्यहाँबाट कान्जिरा देखिन्छ। अहिले देखिरहेको छैन कान्जिरा, माथिबाट चाहिँ देखिन्छ। हिउँ चाहिँ कमै परिरहेको छ। दियोस् एकदम मस्त छ। सैपाल सबै हिमाल माथि पक्कै जोस्। अघि डोर पाटन भन्ने भनिरहेको थियौँ। त्यो डोर पाटनको टपमा पुग्ने भनेर हामीले चाहिँ यो यताको हो भन्ने लाग्यो होइन। हाइट यहाँभन्दा नि अझै माथि रहेछ हाइट। 4000को हाइटमा हामी आइयो। पछाडिको यो कान्जिरुवा पातरासी हिमालको चाहिँ यो भ्यू हो होइन। यो देखिने चाहिँ माथिल्लो पातरासी, तल्लो चाहिँ कान्जिरुवा हो।
अझै भएन, धेरै माथि रहेछ। लगभग यहाँबाट 500 मिटर अझै हाइट होला यो अझै। भनेपछि हामी लगभग माथि नै गएर देखाउँछौँ। अब यो चाहिँ अब पुगेन, यहाँबाट अझै बाँकी छ भन्ने कुरा हो जानकारी गराउनलाई। डोरपाटन चाहिँ त्यही नै हो। अब हुन्छ यो यहाँबाट नै हो डोरपाटन, पुरै सुरु नै हो डोरपाटन यो। तर टप चाहिँ अब माथि नै हो पिक, त्यसको टपमै पुगौँला अब हामी, त्यहाँबाट गएर नै देखाउँला। थ्याङ्क यू। अन्तमा हामी यो डोरपाटनको टपमा पुगिसक्यौँ। यो चाहिँ 4200 मिटरको हाइटमा छ होइन। यहाँबाट चाहिँ यो पातरासीको कान्जिरुवाको रेन्ज देखिन्छ, हामीले भनिसकेका थियौँ अघि, तलबाट पनि देखिसकेका थियौँ। पछाडिको चाहिँ पातरासी र कान्जिरुवाको रेन्ज हो। यहाँ पछाडि चाहिँ एउटा हिमाल देखिन्छ, त्यो हिमाल चाहिँ कुनै ठ्याक्कै हामीले ठम्ब्याउनु सकिएन, तर हेर्दाखेरि चाहिँ त्यो हाम्रो हुम्लाको मानसरोवर जस्तो देखिरहेछ पछाडि चाहिँ। अनि यो टपमा चाहिँ पुग्दाखेरि चाहिँ हामीलाई करिब करिब लाग्यो, हामीलाई 3 घन्टा समथिङ लाग्यो हामीलाई त्यो दलदला चौरबाट चाहिँ। अनि एकदम मनोरम दृश्य छ भनौँ न, हिउँदोको बेला एकदम जाडो छ होइन। अब हामी चाहिँ यतैको मान्छे भएर जाडो खेप्न सकियो। अनि बिस्तारै फोकस नलाग्नु। तल पछाडि देखिने चाहिँ यो न्याउरी घाट हो, त्यो देखिरहेको चाहिँ। अनि यता देखिने चाहिँ यहाँ पछाडि देखिन्छ, यो चाहिँ हो जुन चाहिँ जुम्ला बजार। यहाँ तल ओह्रालोमा जुम्ला बजार देखिन्छ, तल पुरै फाँट छ जुम्ला बजार हो। अनि यता पछाडि भन्दाखेरि चाहिँ यहाँ चाहिँ यो सैपाल हिमाल देखिरहेको छ पछाडि, ठुलो सैपाल हिमाल हो। यति नै हो यहाँको देखाउनु पर्ने। एकदम राम्रो बादल बसेको रेलै कुरो काँची बसिने म बसेको रेलै कुरो काँची बसिने। ल हामी चाहिँ यो हाम्रो डोरपाटनबाट फर्किने क्रममा छौँ होइन। अब चाहिँ डाँडा पुगेर नि फर्किसक्यौँ। पछाडिको हिमालहरू त त्यस्तै छ, यथावत नै छ होइन, शान्त छ, सुन्दर छ होइन, एकदम रमाइलो छ, एकदम रमाइलो लाग्यो, एकदम मजा लाग्यो। डोरपाटनमा चाहिँ 4200 मिटरको हाइटमा रहेको डोरपाटन होइन, एकदम जबरजस्त छ, एकदम फ्यान्टास्टिक छ। कान्जिरुवा पातरासीको रेन्ज देखिरहेको छ पछाडि। पातरासी चाहिँ अहिले छेकिरहेछ डाँडाले।